पत्रकार दिलभूषण पाठक विरुद्ध काठमाडौँ जिल्ला अदालतले साइबर अपराधको कसुरमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेको छ। यो पूर्जी जयवीर देउवाले दिएको उजुरीका आधारमा जारी भएको हो, जसमा पाठकले होटल हिल्टन, डायपर र सेनिटरी प्याडको अनियमितता र देउवा परिवारको सम्पत्तिमाथि प्रश्न उठाएको समाचार प्रसारण गरेको विषय जोडिएको छ। शङ्कर ग्रुपले वैशाख 21 गते विज्ञप्ति जारी गर्दै यस्ता दाबीको खण्डन गरेको र कानुनी प्रक्रिया अपनाउने बताएको थियो। यो घटनाले सामाजिक सञ्जालमा व्यापक बहस उत्पन्न गरेको छ। कतिपयले यसलाई प्रेस स्वतन्त्रतामाथिको अंकुश र लोकतन्त्रको कमजोरीको रूपमा व्याख्या गरेका छन् भने कतिपयले यसलाई भ्रष्टाचार विरुद्ध आवाज उठाउने पत्रकारमाथिको दबावको रूपमा लिएका छन्। यद्यपि, प्रहरीले मुद्दाको विशिष्ट कारणबारे विस्तृत जानकारी खुलाएको छैन। यो विषयमा थप अनुसन्धान भइरहेको छ र अदालतको प्रक्रिया अनुसार कारबाही अघि बढ्ने अपेक्षा छ। यदि तपाईलाई यो विषयमा थप जानकारी चाहिएमा कृपया विस्तृत प्रश्न राख्नुहोस्।